हेलो गाइज, म हजुरको साथी फैयाज आलम। म आज लिनियर इक्वेसनको समीकरण कसरी प्रुभ गरे भन्ने बारे जानकारी दिनेछु आज। र भी स्क्वायर प्लस टू भी स्क्वायर इक्वल टू यू स्क्वायर प्लस 2as प्रमाणित गर्नुहोस्। भी इक्वल टू यू प्लस एटी प्रमाणित गर्नुहोस्। यू इक्वल टू यूटी प्लस 1/2 एटी स्क्वायर प्रमाणित गर्नुहोस्। एफ इक्वल टू यमए प्रमाणित गर्नुहोस्। जस्तै भी स्क्वायर इक्वल टू यू स्क्वायर प्लस 2as यो समीकरण र यो समीकरण प्रमाणित गर्नका लागि यो चित्र बनाउनु पर्छ, अनिवार्य बनाउनु पर्छ। जस्तै यो सुरुको गति र यो अन्तिम गति र यो दूरी र यो टी सेकेन्ड, जस्तै यो मानेको अनुसारले हामीले वर्णन गर्दा सुरुको गति यति मिटर प्रति सेकेन्ड, अन्तिम गति भी मिटर प्रति सेकेन्ड, दूरी यस मिटर तथा समय टी सेकेन्ड भएकोले अब प्रवेगको परिभाषाबाट यहाँ प्रवेगको परिभाषाबाट हुँदैन, दूरीको परिभाषाबाट। जस्तै दूरीलाई विज्ञान विषयमा यसले जनाइन्छ। दूरीलाई संकेतमा यसले जनाइन्छ विज्ञान विषयमा। जस्तै यू स्क्वायर प्लस यहाँ प्रवेगको परिभाषा हुँदैन, दूरीको परिभाषाबाट भी यस इक्वल टू यू प्लस v/2 इन्टु टी। जस्तै भी यू प्लस v/2 इन्टु टी। जस्तै अब टीको मान जस्तै हुन्छ, हामीले सबैलाई थाहा छ कि यो समीकरण भी इक्वल टू यू प्लस एटी र यहाँ यो आउँछ त माइनस भइहाल्छ, अनि एटी हुन्छ त एटी यो अनुपातमा हुन्छ यो टी र टीको मान यो राख्ने भाइ। यो मेरो भाइ साथीभाइ बहिनीहरू यो राख्नु, टीको मान यो राख्ने, टीको मान यो राख्ने। जस्तै अब भी माइनस यू ए। अब जस्तै देख्नु अब भीलाई यो प्लस छ, प्लसलाई हामीले यहाँ प्लस सुरुमा गर्न सक्छौँ र जस्तै फेरि यु ए यस ल देख्नु दा। अब यहाँ यो प्लसले हामीलाई यहाँ गर्यो, अनि यहाँ गरेपछि यु अब यस स्क्वायर हुन जान्छ। स्क्वायर हुन यो गुणा गर्दा प्रत्यक्ष रूपमा गुणन छ भने प्रत्यक्ष रूपमा हुन्छ भी स्क्वायर माइनस यु स्क्वायर यो